एक्लै परियो टन्न गइन्छ अब सर एक्लै केबल कारमा। बन्द भयो अब हिँड्छ है सर। सिद्धार्थ केबल कार फुटबल हो त्यो माथि ढिगामा नुवाकोट भन्छ त्यहाँनिर जाँदैछौँ हामी टक्क सर्लक्क लाएर। कोही त खाली नै आएका छन्। अब माथि ढिगामा गएर हामी चाहिँ भ्यू तर राम्रो हेर्छौँ। अब यता बुटोलतिरको भ्यू होइन चट्ट लाएर यसमा त के पो आएको छ हेर्नु त। बुटोलको भ्यू अब सर र बुटोलको भ्यू हेर्दै गइन्छ होइन चट्ट लाएर। आज खासै मान्छे रहेनछन् एक्लै छ होइन यसमा। अब माथि ढिगामा गएर हेरिन्छ कि दामी त अनि चट्ट भ्यू। बुटोलको भ्यू हेर्नलाई है हेर्नु है हेर्नु चट्ट लाएर सुई ढिगामा पुग्दैछौँ चट्ट लाएर। अर्को फेरि तल लुम्बिनी केबल कार हो कि के हो सिद्ध बाबा केबल कार के छ लुम्बिनी केबल कार। त्यहाँबाट फेरि पाल्पा जाने माथि बुटोलको भ्यू हेर्नु पर्यो नि त होइन मजाले। यहाँनिर नजिकै होला जस्तो लाग्थ्यो होइन धेरै टाढा पो रहेछ कि यो चाहिँ। यहाँबाट तल झरेर फेरि माथि जानु पर्दो रहेछ एकदमै टाढा रहेछ। पानी पर्ला पर्ला जस्तो छ अब केही बेरमा पानी पर्छ होला। अब हुँ माथि गएर यसो रेस्टुरेन्ट ओत्तिएर अनि कतिखेर झरिन्छ है त। ठ्याक्क खोलो तर्न थाल्यो पारी सिद्ध बाबा। निकै टाढा रहेछ। सबै रित्तै आएको छन् अनि यताबाट जाने नृत्य गर्छ कि उताबाट आउने नृत्य। खोइ खासै मान्छे चाहिँ होइन रहेछ क्या यहाँ त आज खासै बिजी रहेनछ। बुटोलको भ्यू चट्ट लाएर
यताबाट हेर्दा चाहिँ यो केबल कारको स्टेसन चाहिँ टाढा पर्दो रहेछ कि अलि। तलबाट हेर्दा त नजिकै देखिन्थ्यो। ठ्याक्क हामी चाहिँ अब माथि ढिकमा स्टेसनमा आइपुग्यौँ होइन। ठ्याक्क स्टेसन आयो। अब यहाँबाट हामी उत्रिन्छौँ। पानी पर्ला पर्ला जस्तो भयो। आइफासत त भएन, यहाँ त पानी पर्ला जस्तो लागिसक्यो। अहिले यहीँ पानीले भिजाउँछ कि जस्तो लाग्यो होइन। धेरै बेर बस्नुहुन्न, नत्र भने पानीले उड्छ फेरि होइन। ल फाइनल्ली ढिगामा आइयो। अब ट्याक्क तलको भ्यू हेरिन्छ। ल बुटोल बजारको भ्यू। यहाँबाट आएको यहाँ आइपुग्यो। यो तिनौ पुल पूर्व पश्चिम राजमार्गको। पानी पर्ला पर्ला जस्तो छ, अँधेरो छ। ल यता पनि दामी जङ्गल देखिँदो रहेछ कि फेरि यहाँनिर चट्ट परेको। ल बल्ल पो रार देखिन्छ। अब देखिन्छ होइन त बुटोल सहर चट्ट लाएर माथि ढिकाबाट।